सरररररररर। फेरि हामी त यही काममा लाग्यो है गाइजहरू। छोरा स्कुल गइहाल्यो। छोरा स्कुल गएपछि हामीलाई फुर्सद भयो, फेरि यही काममा लाग्यो गाइस। के गर्नु हो, विश्वभरि लडाइँ चलिरहेछ। नेपालमा घन्टीमाई जिन्दाबाद। नेपालमा घन्टीमाई छ। के गर्ने गाइसहरू, हामी त यस्तै फेरि पनि ब्याग बुन्यो बस्यो। अब के गर्ने रहेछ, अरू काम छैन, रोजगारी छैन। आफूलाई यस्तै कसरी हुन्छ, त्यसरी दिन कटाउनु पर्दैछ। हामीलाई के गर्नु र, लडाइँ झगडा जतातता गाह्रो छ है, बाँचिन्जेलसम्म भनेर भन्थ्यो। त्यस्तै एउटा दिदी कुवेतमा घरमा काम गर्नुहुँदो रहेछ। उहाँले पैसा अफर लागेछ भन्दै थियो, पैसाको नि अफर लाग्छ रहेछ भन्दै थियो। त्यस्तै पैसा खडै लाग्यो, हामीलाई खान बस्न गाह्रो भयो भन्ने दिन आइसक्यो। केही पनि छैन, व्यापार बिजनेसहरू पनि। त्यही भएर गाह्रो छ है साथी, गाह्रो छ। संसारमा बाँचेर खानु गाह्रो छ है। साउदी, कतार, ओमनतिर बम झरेको कुवेततिर बम झर्यो भन्छ, मान्छे मर्यो भन्छ, लेपलाइनमा यति मर्यो भन्छ, उति मर्यो भन्छ। के गर्नु हौ, गाह्रो छ। यस्तो चाहिँ ग्रिनबाट बनाउँदैछु। यो चाहिँ कस्तो खालको भन्ने, आफैले बोक्ने खालको ब्याग ग्रिन। अनि यो मिसाएर चाहिँ दामी बनाउँछु, आफै बोकेर जानुलाई। आफै बोक्ने हो यो चाहिँ, आफ्नो लागि बनाउँदैछु है गाइस मैले। फेरि यही काममा सुरु गरियो।